आजको चाहिँ विशेष प्रश्नमा के हुन्छ हामी संविधान सम्बन्धी संशोधनका विषयवस्तु है संविधान सम्बन्धी के त संशोधनका विषयवस्तु। अब प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रश्न सुन्नु होला र यो प्रश्नको सही उत्तर चाहिँ कमेन्ट गर्ने कोसिस गर्नु होला। प्रश्न चाहिँ यस प्रकार रहेको छ, नेपालको संविधान है नेपालको लागू है नेपालको लागू भएको हैन पहिलो संविधान भनेको लागू भएको पहिलो संविधान भनेपछि लागू अब संविधान त जारी मात्रै त गएर त बन्ने भएन, लागू चाहिँ हुनु पर्यो हैन। लागू भएको पहिलो संविधान के हो त 2007 साल हो हैन। 2007 साल के हुन्छ त अब लागू भएको संविधानको नाम के हो नेपालको अन्तरिम शासन विधान विधान 2007 साल हैन। यो त के कति पटक के भएको छ त कति पटक संशोधन भएको छ भन्ने कति पटक भएको संशोधन भएको भन्ने कुरा भन्छ। संशोधन भनेको के हो त हामीले भएको विषयवस्तुमा के गर्नु त परिमार्जन गर्नु, के गर्नु त परिमार्जन गर्नु, नयाँ कुराहरु के हुन्छ त्यहाँ थप घट गर्नु भनेको नि के हो त संशोधनका विषयवस्तु हुन्छ। र यो कति पटक संशोधन भएको छ भन्ने कुरा है। र यसमा अब अप्सन ए मा रहेको त 6 पटक, बी मा 7 पटक, सी मा 8 पटक र डी मा संशोधन नभएकै कुरा हुन्छ है। र संशोधनको विषयमा भनेपछि के बुझिन्छ भने एउटा भएको र एउटा के हुन्छ त नभएको है, भएको र एउटा के हुन्छ त नभएको है। र संविधान अब अहिलेसम्म तपाईको के हुन्छ हामीले 7 वटा संविधान भइसक्यो। 2000 के हुन्छ त 4 सालको संविधान भयो, 2007 सालको संविधान भयो, त्यसपछि के हुन्छ 15 सालको संविधान आउँछ, 19 सालको संविधान आउँछ, 19 पछाडी के हुन्छ तपाईको 47 सालको संविधान आउँछ, त्यसपछि 63 सालको संविधान आउँछ र के हुन्छ त हाम्रो अन्तिम वर्तमान हालको संविधान भनेको 2072 सालको संविधान रहेको छ। र यो संविधानहरु कति अब यसमा सबै संशोधन भएको छ भन्ने कुरा छैन, 3 वटा संविधान चाहिँ संशोधन भएको छैन। र विशेष हामी विशेष जानकारी चाहिँ के हुन्छ लिन्छ यहाँ हेर्नुस् अब है। अब 2004 सालको के हुन्छ 2000 अब हेर्नुस् नेपाल सरकार वैधानिक कानुन 2004 साल हो किन यो के हुन्छ संशोधन भएको कि नभएको नभएको है। संशोधन नभएको के हुन्छ संशोधन भएन यो नभएको संविधान है, नभएको संशोधन नभएको संविधान है। र यो नेपाल सरकारको अन्तरिम संविधान शासन विधान 2007 साल यो चाहिँ संशोधन भएको छ त कति पटक संशोधन भएको छ त 6 पटक है, 6 पटक संशोधन भएको छ भने नेपालको अन्तरिम संविधान 2015 यो पनि के हो संशोधन भएको छैन, नभएको संविधान है, संशोधन नभएको संविधान हो। त्यसैले के हुन्छ अब 2019 सालको संविधान है, 2019 सालको संविधान कति पटक संशोधन भएको छ भने 3 पटक है। यो के हुन्छ कति पटक भएको छ त 3 पटक। यो चाहिँ कति पटक भयो त 3 पटक चाहिँ भएको छ, 3 पटक के संशोधन भएको छ, 3 पटक संशोधन भएको। फेरि के हुन्छ त्यस्तै गरी के हुन्छ नेपालको अधिराज्य संविधान 2047 यो 2047 भनेको संशोधन नभएको है, यो पनि के हुन्छ नभएको, यो पनि नभएको। त्यसैले के हुन्छ अब नेपाल सरकारको अन्तरिम शासन विधान यो पनि संविधान संशोधन भएको छ, यो भनेको 12 पटक है, यो पनि के हुन्छ 12 पटक संशोधन भएको छ, 12 पटक है। त्यसैले के हुन्छ नेपालको अब हालको वर्तमान संविधान 2072 साल यो कति पटक भएको छ त 2 पटक है, 2 पटक के हुन्छ त संशोधन भएको छ। अब यहाँ हेरेर ट्रिक के लगाउन सकिन्छ भने हेर्नुस् है 2007 सालको संविधान 6 पटक संशोधन भएको छ, 6 को आधी गर्नु यसलाई 2 ले भाग गर्नु पर्ने के हुन्छ त 3 आउँछ। त्यही भनेको 3 भनेको के हुन्छ त यो 19 सालको संविधान भयो। र यसमा यहाँ चाहिँ टिक के हुन्छ हेर्नुस् अब यहाँ 12 पटक गरिन्छ, यहाँ 1 घटाइदिनु त के हुन्छ तलको 2 पटक आयो हो हैन। यसरी के हुन्छ हामी टिक लगाउन सकिन्छ। र यसरी ट्रिक बेसमा के हुन्छ हामीले अब तपाईले बढियासमा यो भिडियो यदि लाइक र राम्रो लाग्छ भने अझै बढियास लोकसे तयारी गर्न सक्नुहुन्छ अवश्य हाम्रो बढियास रहेको बढियास कोर्सलाई सम्झिन सकिन्छ। हस्त धन्यवाद।